यसको रिजन सिम्पल थियो। हिजो लेट नाइटसम्म रिल स्क्रल गर्दै थिएँ, अहिले चाहिँ यो रिजल्ट छ। दस बजिसक्यो, अहिले बिउजिरहेको छु। हिजो मैले च्यालेन्ज गरेको, एक्सेप्ट गरेको च्यालेन्ज, त्यो पनि फर्स्ट दिनमै फेल भएँ। अब यसको रिजन सिम्पल थियो। हिजो लेट नाइटसम्म रिल स्क्रल गर्दै थिएँ, अहिले चाहिँ यो रिजल्ट छ। अनि मेरो फिजिकल हेल्थ पनि बेकार नै छ। फिजिकल पनि अब एक्सर्साइज त गर्दिनँ, कहाँबाट बन्थ्यो फिजिकल हेल्थ राम्रो। मेन्टल हेल्थ पनि रिल हेर्दा हेर्दै के भएको छ। अब मलाई रिग्रेट यो कुराको छैन कि म ढिलो सुतेँ अनि छिटो बिउज्न सकिनँ। अनि रिग्रेट यो कुराको छ कि मैले ट्राई पनि गरिनँ। अब फर्स्ट दिन मैले ट्राई पनि गरेन। अब ट्राई गरेको भए बेटर हुन्थ्यो होला हिजोभन्दा। अनि आज यति ढिलो बिउजेँ अनि ढिलो सुतेँ, त्योभन्दा बेटर हुन सक्थ्यो। अनि सायद एक्सर्साइज पनि गर्थ्यो होला म बिहान। तर अब ट्राई नै नगरी कहाँबाट हुन्थ्यो। यो कुराको रिग्रेट छ मलाई, मैले ट्राई नै गरेन। अब म चाहिँ यो भन्दिनँ, किनकि च्यालेन्जको डे 1 मा नै फेल भयो भन्न मिल्दैन मैले, किनकि मैले ट्राई नै गरिनँ। यो चाहिँ रिग्रेट छ होइन। अब हजुरहरूले पनि केही प्लानिङ गरेर एक्जिक्युट गर्न सक्दैनौ होला, किनकि सबैजना पर्फेक्ट हुन्न, केही न केही कुरामा ल्याग हुन्छ। अनि स्पेसली मेरो उमेरको अब जेन्जीहरू, म जस्तै कतिपय जेन्जीहरूलाई यो प्रब्लम्सहरू छ होला होइन, फिजिकल हेल्थ, मेन्टल हेल्थ, यताउति कुराहरू। तर अब बेटर बन्नको लागि ट्राई त गर्नु पर्यो। सो आज चाहिँ मलाई रिग्रेट छ, ट्राई गरिनँ मैले चाहिँ। अनि आज राति ट्राई गर्नेछु म छिटो सुत्ने अनि भोलि बिहान छिटो बिउज्ने। अब ट्राई त गर्नेछु, कमसे कम ट्राई गरेपछि फेल पास हुन्छ, त्यो ट्राई गरेपछि थाहा हुन्छ। ट्राई नै नगरी फेल हुनुको डर चाहिँ हुनु पर्दैन। अनि ट्राई नै नगरी फेल भयो कि पास भयो कसरी थाहा हुन्छ। सो डे 1 चाहिँ अब एकदमै ट्राई नै गरिनँ, फेल नै भनौँ यसलाई, एक्जिक्युट नै भएन। अब डे 2 चाहिँ बेटर होस् भन्न चाहन्छु। 21 दिनमा चाहिँ अब अलिकति राम्रो फिजिक अनि मेन्टल हेल्थ पनि राम्रो होस् भन्न चाहन्छु, किनकि बिहान छिटो बिउजेर राति स्लिप बेटर भयो भने अलि मेन्टल हेल्थ मजाले बेटर हुन्छ। सो अब हेरौँ, आजको दिन चाहिँ मैले बर्बाद गरेँ भन्न सक्दिनँ, किनकि अहिले चाहिँ सुरुवात मात्र हो, यो सामान्य कुराहरू हो। यो कुराले रिग्रेट गरेर पुरै दिनलाई खराब गर्ने काम चाहिँ म चाहिँ गर्दिनँ, त्यो गल्ती गर्दिनँ। अनि मैले धेरैजनालाई देखिरहेको छु होइन, एउटा कुरा मिस्टेक भयो भने पनि अरू बाँकीका कुराहरू पनि अनि त्यही रिग्रेटमा, त्यही गिल्टमा अरू कुराहरू पनि बिगाड्छन्, खराब गर्छन्। आजको च्यालेन्ज चाहिँ म फेल भयो भन्दा पनि एक्जिक्युट नै गरिनँ। तर पनि आज डे 1 चाहिँ अब यस्तो राम्रो भएन भन्दैमा अब बाँकीका दिनहरू 21 डेजसम्म च्यालेन्ज त लिएको छु, त्यो चाहिँ कम्प्लिट गर्नेछु। भोलिदेखि अलिकति फिजिकमा ध्यान दिनुपर्छ। अब अहिले चाहिँ यस्तो छ मेरो फिजिक, अब त्यति राम्रो छैन अनि बेकार पनि छैन, अलिकति बेटर, एभरेज छ, बेसिक नै छ। यसलाई चाहिँ एकदमै बेटर गर्नको लागि चाहिँ भोलिदेखि एक्जिक्युट गर्छु म। भोलिदेखि भन्दा पनि आज इभिनिङदेखि नै एक्सर्साइज सुरु गर्छु। अनि भोलि चाहिँ बिहान छिटै बिउज्ने अनि बिउजेर अलिकति ड्रिङ्क वाटर एन्ड केही बुकहरू पढेर अलि एक्सर्साइज गर्ने सोचिरहेको छु। यो चाहिँ हिजो भनेको थिएँ यस्तै कुराहरू, तर आज एक्जिक्युट गर्न सकिनँ। तर भोलि चाहिँ पक्कै एक्जिक्युट गर्नेछु। आजको दिन हो मेरो खराब भएको, आजको दिन पनि होइन, बिहान मर्निङ दिन त अझै बाँकी नै छ। अरू कुराहरू चाहिँ खराब गर्दिनँ म। अब डे 1 को च्यालेन्ज चाहिँ मैले ट्राई नै गरिनँ। अब डे 2 देखि चाहिँ बिस्ट मोड अन हुन्छ। सो मिल्ते हैं दूसरे दिन पर।
डे 2मा भेटौँला अब। सो अनि अर्को कुरा चाहिँ मेरो भ्लग्सहरूबाट केही न केही सिकिन्छ अनि नसिकेको दिन चाहिँ एन्टरटेनमेन्ट चाहिँ पक्का मिल्छ। सो त्यसैले सब्सक्राइब गरिराख्नु होला अनि आजको लागि यति नै, भेटौँला नेक्स्ट भ्लगमा। टाटा।